सो हेलो मेरो सब्सक्राइबर साथीभाइ अनि दाजुभाइहरू है, के छ खबर? सबैजनाको हल्ली चल्ली के छ यसो बताउनु पर्यो कमेन्टमा होइन, हल्का इङ्ग्लिस पनि भइदिनु न है। सो आज चाहिँ मैले यो बस सिमुलेटर इन्डोनेसियाको लागि न्यू नेपाली त्यो के भन्छ ट्राफिक मोड रिभ्यू गर्न गइरहेको छु र यो मोड चाहिँ नुवाकोटी बस्ने दाजुले बनाउनु भएको हो र डाउनलोड लिङ्क चाहिँ हजुरले जेके अनिस दाइकोमा पाउनुहुन्छ। जेके अनिस दाइ भनेकै नुवाकोटी बस्ने हो है, यदि कन्फ्युज लाग्छ भने चाहिँ। सो यसको चाहिँ हल्का थोरै ब्रिफिङ गरिदिन्छु है। सो यो चाहिँ रहेको छ बस सिमुलेटर इन्डोनेसियाको लोडिङ स्क्रिन, जुन चाहिँ ट्राफिक मोडको हो है। रियलमा चाहिँ यस्तो हुँदैन, थाहा छ हजुरहरूलाई। सो यदि हजुरहरूले भन्नुभयो भने चाहिँ म यसको लगाउने तरिका चाहिँ एउटा भिडियो बनाएर बताउँछु है। यदि कमेन्ट आयो भने चाहिँ म बनाइदिन्छु कसरी एड गर्ने भनेर है त। म्याप लोड भइसक्यो है, टक्क अगाडि देख्न सक्नुहुन्छ यहाँ नुवाकोटी बस लाइकको एडभर्टाइजमेन्ट। सो इन्जिन साउन्डको कुरा गर्नु भने चाहिँ यस्तो छ है। यो चाहिँ रहेको छ इन्जिन साउन्ड, दामी छ है यो चाहिँ। अनि ह्यान्डब्रेकको साउन्ड चाहिँ यस्तो रहेको छ, जुन हाम्रो रियल बसमा हुन्छ होइन, हजुरहरू त थाहा नै होला। अनि ब्रेकको साउन्ड चाहिँ यस्तो रहेको छ, दामी छ होइन। अनि यसको इन्टेरियर चाहिँ यस्तो रहेको छ होइन, एकदम डेकोरेटेड छ। अनि यसमा चाहिँ लेल्यान्डको स्टियरिङ राखेको छ। सो ओभरअल यति नै हो। न्यू म्युजिक हुन्छ, दामी छ क्या। अब यहाँ हेर्नु है, ब्रेक दबाउँदाखेरि यहाँ बल्छ बत्ती। सो ब्रेक लागेको छ भने चाहिँ थाहा हुन्छ यहाँबाट, अन्त यतिको पनि थाहा भइहाल्छ होइन। सो एकदम डेकोरेटेड छ होइन, भित्रबाट पनि अनि बाहिरबाट पनि एकदम डेकोरेटेड छ है। सो बसहरूको आवाज चाहिँ दामी लाग्यो, दामी लाग्यो भने मलाई बसको आवाज हो गाइस। अब हल्का टेस्ट ड्राइभ गरौँ होइन, टेस्ट ड्राइभ भन्नाले हर्न चाहिँ गरौँ न पऱ्यो। यो चाहिँ 1 नम्बर हर्न अनि 2 नम्बर हर्न। र यसको 3rd नम्बरको यो हर्न चाहिँ यस्तो रहेको छ। तिनै हर्न ठिक त ठिकै छ, तर मलाई राम्रो लाग्यो भने चाहिँ 2 नम्बर हो। अनि स्टियरिङको हर्न चाहिँ यस्तो रहेको छ, जस्तो नर्मल इन्डियनहरूको हुन्छ नि त्यस्तै छ। स्टियरिङको हर्न चाहिँ म अलिक कम नै युज गरेर हुन्छु नि यसो चाहिँ। इन्जिन साउन्ड चाहिँ बग्दा सर्ट बसहरू चाहिँ दामी छ नि। अनि अब त्यो क्लस्टरहरू त यस्तै नै हो, सब पुरानो छ। यहाँ टाटाको BS6 स्टियरिङ, ब्रेक र एक्सिलेटर पहिलेको जस्तै छ, तर अहिले चाहिँ ग्राफिक्स चाहिँ एकदम चेन्ज हुन्छ। ग्राफिक्स चाहिँ दामी छ क्या यसको।
सो गाइज आजको लागि चाहिँ यति नै। होप सबैजनालाई यो भिडियो राम्रो लाग्यो होला र के इम्प्रुभमेन्ट गर्नु छ त्यो कमेन्टमा भनिदिनु होला हैन। सो यति भन्दै म बिदा हुन चाहन्छु। टेक केयर, गुड बाई, गुड नाइट।